अहिले चाहिँ हामी सैबाङको तल यो सल्लाघारीमा छौँ साथीहरू हो कि होइन अनि एउटा साथीहरू हेलो एभ्रिवान, नमस्ते। स्वागत छ तपाईहरुलाई रचना भ्लगमा। आज पनि हामी 3 जना आइसकेका छौं। अस्ति चाहिँ हामी 2 जना मात्र आएको थियो भने आज चाहिँ 1 जना थपेर पनि हामी 3 जना आइसकेका छौं साथीहरु। त्यो पनि आज स्पेशल भिडियो लिएर हाम्रो चाहिँ अस्तिको भिडियोमा जुनमा चाहिँ मैले गीत गाएको थियो अनि त्यसमा चाहिँ साथीहरु युट्युबमा 85 भ्युज गयो भने युट्युबमा 85 भ्युज गयो भने फेसबुकमा 1K भ्युज गएको छ साथीहरु। 1K स्टप म त खुसीले बुरुङ्गे 1K खुसीले यिनीहरु नरोकेर हिँडिरहेछन् साथीहरु। तर मैले चाहिँ रोके एकछिन। अनि उहाँ चाहिँ एकदम प्रोफेसनल सिङ्गर अस्तिको। अनि उहाँले चाहिँ यति धेरै उत्साहित हुनुभयो कि 85 भ्युजले गर्दाखेरि उहाँलाई यति धेरै हौसला मिल्यो कि साथीहरु। उहाँले फेरि पनि गीत गाउँछु भन्दै मसँग दर्शन गर्दै बिन्ती बिछाउन आउनुभएको छ। मसँग बिन्ती बिसाउन आउनु भएको छ। मलाई फेरि पनि गीत गाउन मन लाग्यो भनेर मसँग रुँदै रुँदै आँसु पुल्दै 10 वटा औला जोडेर दर्शन गरेर मैले जोडेन यसको हातले जोरे हातले यसले जोरे हैन तर हातले जोरे 10 औला जोडेर चाहिँ जसरी भए पनि मलाई युट्युबमा राखिदिनु पर्यो। फेरि पनि त्यही 85 भ्युजले गर्दाखेरि हौसला आएको हुनाले मैले आज लिएर अब 90 भ्युज अब चाहिँ अलि धेरै माया पायो भने अझ ऊ फेरि पनि म उसको भिडियो राखिदिनेछु साथीहरु। त्यही भएर चाहिँ हाम्रो त्यही 85 भ्युज युट्युबमा र फेसबुकमा 1K भ्युजले गर्दा चाहिँ आज हामी फेरि पनि नयाँ गीत लिएर आएका छौँ साथीहरु। हामी असाध्यै खुसी छ। एकदम खुसी छ। 85 भ्युज शान्तिनी कुरा 85 लगभग 100 गर्छ। अहिले चाहिँ हामी प्रत्यक्ष प्रसारणमा छौँ। बाटोको यो रुन्टीगढी गाउँपालिका रोल्पाको यो बाटोमा हामी प्रत्यक्ष प्रसारणको लागि हिँडिरहेका छौँ। अहिले चाहिँ हामी पिपल डाँडामा छौँ दर्शकबिन। हामी चाहिँ प्रत्यक्ष प्रसारणमा नयाँ प्रतिभाहरूको खोजी गर्ने क्रममा अस्ति मात्र भेटिनु भएको एउटा नवगायिका जसको स्वर सुनेपछि यहाँ कतिपय मान्छेहरू ढलेर अहिलेसम्म बेहोस अवस्थामा छन्, अझै पनि उठ्न सकेका छैनन्। कतिपय मान्छेहरू ढलेर अहिलेसम्म बेहोस अवस्थामा छन्, अझै पनि उठ्न सकेका छैनन्। तपाईँ के भन्न चाहनुहुन्छ? म के भन्न चाहन्छु भने मेरो गीतलाई रातारात मिलियन भएकोले होइन, मिलियन भ्युज गएकोले बहिनीको गीत सुन्नेछौँ र उहाँ बहिनीको चाहिँ डान्स हेर्नेछौँ। बहिनी अगाडि आइदिनुहोस्। अब चाहिँ म ढिलै नगरी माइक हस्तान्तरण गर्न चाहन्छु हाम्रो गायिका बहिनीलाई। लिनुहोस्, धन्यवाद। अनि यता चाहिँ हाम्रो डान्सर तयारी अवस्थामा हुनुहुन्छ। तपाईँ चाहिँ उठिहाल्नुहोस्। तपाईँ चाहिँ अब तयारी अवस्थामा हुनुहोस् ल। ओके बल्ल पर्यो निर्मायामा कुरी जालैमा के सारो टोलाको ओला गरे मामाले बोलाको
आउँदै गर निर्माया माया नमार आउँदै गर निर्माया माया नमार। ल गाइस मेरो कति राम्रो भयो मेरो गाइस मेरो चाहिँ डान्स हेलो गाइस फेरि पनि अर्को गीत लिएर आएका छन् तपाईँहरूको माझमा। हाम्रो साथीहरू अर्को साथीले चाहिँ माइक नपाएर ढुङ्गालाई माइक बनाउनु मतलब कि उहाँ एकदम ओरिजिनल माइक होइन यो फुत्न पनि फुत्दैन। उहाँले पनि पाइसक्नु भएको छ। तपाईँहरूको सामु उहाँहरूले आफ्नो गीत प्रस्तुत गर्न एकदम अटुट हुनुभएको छ। तपाईँहरूको सामु ल आफ्नो गीत सुरु गर्न सक्नुहुन्छ। जम्हिना कलकत्ता ओढौली दोपत्ता ला 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 जम्हिना कलकत्ता ओढौली दोपत्ता अरूलाई धानको पात मायालाई पानको पात 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 अरूलाई धानको पात मायालाई पानको पात। हाम्रो साथीहरू चाहिँ नाच्न मारेर गाउनुमा अत्तुर हुनुहुन्छ। माया संसाथीहरू हामी नाच्न गयौँ भनेपछि हामी हुरुक्कै त्यही भएर हामी यस्तो खतरा ठाउँमा आफ्नो नाच देखाउनु हेर्न चाहिँ नबिर्सनु होला नि। ल अब हाम्रो आफ्नो गीतलाई प्रस्तुत गरेपछि आज गीत साथ नाच्नु पनि छ है तपाईँहरूले पनि हाम्रो चाहिँ डान्स पनि छ। हाम्रो साथी लक्ष्मीलाई पनि लक्ष्मीले उहाँ चाहिँ लान्छौँ सो साथीहरू अब चाहिँ हामी हाम्रो गीत सुरु गर्दैछौँ। हामी तिनजना सिङ्गर मिलेर ल सुरु गरौँ। गुन्नी लुङ्गी के गुन्नी होइन गुन्नी होइन कि लुङ्गी हो। लुङ्गी के गुन्नी होइन गुन्नी होइन कि लुङ्गी हो। अब ल हाम्रो गीत अलिकति झुक्यो ल अब मेरो साथीले रेडी 1 2 3 गो। लुङ्गी लाउँछु साइला पटुकी बान्दिन बाँधे पनि साइला मिलाउनै जान्दिन खोलिदो भन जति हेऱ्यो साइला झन राम्रो तिम्रो जोबन जति हेऱ्यो साइला झन राम्रो तिम्रो जोबन। मेरो साथीहरूको नाचेर गीत चाहिँ असाध्यै बबाल छ साथीहरू। आँखा नलाउनु फेरि खाली छ दिल मेरो खाली छ म भन्दा ब्युटिफुल साली छ मन माया कि मलाई जो भन्देऊ किसिरै नो भन्देऊ कि मलाई जो भन्देऊ किसिरै नो भन्देऊ कि मलाई जो भन्देऊ किसिरै नो भन्देऊ। हामी यतिखेरको समयमा कुसुममा लड्किँदै चिप्लेर खेल्दै एकदम मनदेखि नै गीतको उही हाम्रो पुरानी गायिका उही हाम्रो पुरानी केही पनि लाग्दैन है म नेचुरल ब्युटी गायिका। अब म भनौँ के एकै रातारात मिलियन पुगेपछि अब मेरो अहिले चाहिँ हामी प्रत्यक्ष प्रसारणमा छौँ बाटोमा छौँ साथीहरू। अहिले चाहिँ हामी प्रत्यक्ष प्रसारण गरिरहेका छौँ। तपाईँ के भन्न चाहनुहुन्छ? म केही भन्न चाहन्न। म असाध्यै खुसी छु। मेरो भ्युज रातारात मिलियन पुग्दा मेरो खुट्टा भुइँमा पनि छैन। अनि उहाँ चाहिँ उहाँको बोडीगार्ड 2 दिन भयो दर्शक पनि उहाँ बोडीगार्ड बस्नु थालेको। भन्नुहोस् तपाईँले उहाँलाई तलब कति दिनु भएको छ? तपाईँ उहाँको के काम गर्नुहुन्छ? 50,000 दिनको त्यही पनि 2 दिनको झन् मात्र। सो गाइज आजको हाम्रो भिडियो चाहिँ यति नै हो। के कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला, प्रतिक्रिया दिनु होला। थ्याङ्क यू फर वाचिङ आवर भ्लग। फेरि पनि हाम्रो भेट अर्को भिडियोमा हुने नै छ भन्दै हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु साथीहरू। लाइक चाहिँ कहाँ गर्नुहोस् अनि कमेन्ट पनि कहाँ गर्नु अनि त्यसपछि सब्सक्राइब पनि सब्सक्राइब गर्न चाहिँ नबिर्सनु। सब्सक्राइब गरेर तलको अल बटनमा चाहिँ क्लिक गरिहाल्नु होला। त्यो चाहिँ नबिर्सनु होला। हामीलाई सपोर्ट दिनु होला, माया गर्नु होला सबैजनाले। हामीले रमाइलोको लागि तपाईँहरूको सामु हाम्रो छोटो मिठो भिडियो प्रस्तुत गऱ्यौँ।
तपाईँहरू चाहिँ लाइक कमेन्ट अब तपाईँहरूको हातमा छ यो भिडियोलाई के गर्ने भनेर चाहिँ माया देखाइदिनु होला साथीहरू। अर्को पनि ल्याउँछ फेरि योभन्दा धमाका धमाका यो भिडियोहरूलाई तपाईँले धेरै माया गर्नुभयो भने अर्को भिडियोमा हामीहरूले अलि राम्रो धेरै राम्रो राम्रो गराएर लिने नै छौँ, तपाईँमा उपस्थित गराउने छौँ। यो साथीहरू यसको कुरा हल्का सुन्नु